आज चाहिँ हामी नेपालकै सबैभन्दा होचो स्थान भएको ठाउँमा त्यो स्तम्भ हेर्नको लागि जाँदैछौँ। बिर्तामोड मुक्तिचोकबाट हामीले यात्रा सुरु गऱ्यौँ। यहाँबाट करिब 46 किलोमिटर टाढो छ। यो चाहिँ बजार एरिया हो बिर्तामोडको। हामी यताबाट भद्रपुर चन्द्रगढी भद्रपुर हुँदै हामी जानेछौँ। किचक बध बिचमा एउटा धार्मिक स्थल पर्यटकीय स्थल पनि पर्छ। त्यहाँ पुगेर थोरै भए पनि जानकारी लिनेछौँ। त्यसपश्चात हामी नेपालकै होचो स्थान केचन कवल झापामा रहेको त्यो जुन स्तम्भ छ त्यहाँ त्यो स्तम्भलाई हामी आज हेर्नेछौँ। आउनुहोस् तपाईहरु पनि हेरौँ कस्तो छ। अहिले हामी चन्द्रगढी आइपुग्यौँ। यो भनेको झापा जिल्ला सदरमुकाम हो। यहाँ अलिकति अगाडि गएपछि हामीले अर्को बाटो भेट्छौँ जुन मेची हाइवे मेची राजमार्ग। त्यहाँबाट हामी अगाडि बढ्छौँ। यो चाहिँ चन्द्रगढीको मुख्य चोक हो। यहाँदेखि अलिकति अगाडि दाहिनेपट्टि रङ्गशाला छ र सिधै गइयो भने एयरपोर्ट पुग्न सकिन्छ। तर हामी चाहिँ यो एयरपोर्टको बाटो सिधा गयो भने एयरपोर्ट गइन्छ भने दाहिनेतिर मोडेर हामी जाँदैछौँ। यो चाहिँ सगरमाथा भन्ने ठाउँ आइपुग्यो हामी। अब हुन त यहीँबाट पनि एउटा उता जाने बाटो छ रे, तर पर गएर खराब छ भन्नुभयो र यो तल्लो गेटबाट जाने निर्णय गरेँ। यहाँबाट चाहिँ हामी मेची हाइवेले छोडेर यता भित्र पूर्वपट्टि जानुपर्ने हुन्छ। तर यो बाटो चाहिँ अलिक पर गएर फेरि उहीतिर जानुपर्ने घुम्नुपर्ने हुन्छ अरे। ठिकै छ, राम्रो बाटोतिरै लाग्यो। बाटो राम्रो छ। सुरुमै अगाडि भैँसीसँग भेट भयो। यसले हान्छ कि भनेर साह्रो डर लाग्यो। म चाहिँ भागेँ। द्वापर युगको कुरा, भीमले किचकलाई वध गरेको ठाउँ अरे यो। अब सो विषयमा यहाँको पुजारीसँग पनि उहाँको कुराहरू पनि बुझ्छौँ हामी। यो इटा यस्तो छ है। यहाँ इटा भनेको चाहिँ यो खालको इटा सम्भवतः देखिएकै थिएन। यहाँ यस्तो च्याप्टो यति ठुलो स्क्वायरमा यहाँ धेरै छ। अब यो कति इटा थुपारिएको छ। इटा ल यो इटा हो कि टाइल हो अब भन्नै सकिएन। च्याप्टो न च्याप्टो छ, फेरि थोरै रहेन रहेछ।
1 फुटको छ यो पनि आउँछ अब त्यो जमाना यो भनेको त महाभारत काल भनेपछि त द्वापरको कुरा आयो होइन द्वापरको कुरा त्यति बेला पनि अब इँटा बनाएको रहेछ भगवान्हरूले यहाँ हुन्छ सेक्युरिटी आम्मामामा अनि यो त्यतिखेरको जुगकै रहेछ नि त यो त त छैन यो पुरानो इँटा निस्क्यो भने यही हो यो यहाँ कुनै दरबार सरबार केही थियो होला त्यो युगमा निस्केको आफै निस्केको त्यो त भर्खर जोडेको जस्तो छ नि त इटा यो चाहिँ अरे हो पुरानो के साँच्चै यो ड्रेन निकालेको जस्तो छ है यहाँ त के थियो होला पोखरी थियो कि यो ड्रेन निकालेको हिसाबले त सायद हुनसक्छ पोखरी केही तलाउ सलाउ केही थियो कि हामी चाहिँ अहिले यो किचक बत भन्ने ठाउँमा छौँ यहाँ चाहिँ यो ऐतिहासिक कुराहरू धेरै पूर्वकालदेखिको ऐतिहासिक चिजहरू भेटिँदो रहेछ यो इँटा हेर्दाखेरि चाहिँ अचम्मै लाग्यो यो इँटा यो हेर्नुहोस् यस्तो इँटा मैले देखेकै थिइनँ यस्तो खालको इँटाहरू यहाँ भेटिँदो रहेछ यो चाहिँ हाम्रो झापा जिल्लामा पर्यो झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित छ यसको छुट्टै महत्त्व छ धार्मिक स्थल पनि हो यो अब यहाँ खास गरेर जानकार व्यक्तिलाई चाहिँ सम्पर्क हुन सकेन आज हामी अरू एकजना सरसँग भेट भयो हाम्रो यसरी यहाँ इँटाको पुरानो इँटाहरूको यो एउटा संरचनाको यसरी यहाँ इँटाको पुरानो इँटाहरूको यो एउटा संरचनाको यो इँटा त हामीले हेरेरै थियौँ एक फुट यसलाई 1 फुट भन्नु क्या अलिकति धेरै यति हो एकै फुटै राख्नु न 1 फुट र यता लगभग यो 9 इन्ची 10 इन्ची हुन्छ त्यत्रो इँटा भनौँ कि टाइली भनौँ के भनौँ यो इँटै यहाँनिर शिलामा मेरो यो चिज लेखिएको रहेछ अलि यता भित्र आउँदा चाहिँ पार्किङ एरिया पार्क रमाइलो फन पार्कहरू यस्तो रहेछ यहाँ यसो चिया खाने ठाउँहरू पनि देखियो यताबाट गार्डन ल यहाँनिर चाहिँ हाम्रो एकजना सुरक्षाकर्मी अब दाइ अथवा भाइ हुनुहुन्छ हामी दाजुभाइ नै हो होइन उहाँले यसो यहाँ बताइदिनु भयो एकछिन गफसफ गऱ्यौँ अब यहाँ अगाडि मन्दिरको लागि जाँदैछु हामी तपाईँको के पो पऱ्यो शुभ नाम मेरो प्रहरी जवान अरुण कुमार चौधरी हो सर यहाँ भर्खरै आउनुभयो हजुर त्यस्तै 6-7 दिन भयो सर ए भर्खरै आउनुभयो रहेछ ल ठिकै छ ल यतापट्टि चाहिँ यो अगाडि देखिएको लस्करै देखिएको वृक्षमुनि चाहिँ हिगौँ युगदेखि युगल जोडीहरू यो वृक्षको मुनि आएर आफ्नो कुराहरू साटासाट गर्ने मन साटासाट गर्ने गर्थे अरे हामी
गर्छौँ। र हाल पनि त्यो काम यथावत नै छ, जारी छ। सुन्दारा सुन्दर के को बनाएको चुना र यो चाहिँ भर्खर अस्ति उत्खनन गरेको होइन यो चाहिँ अब यहाँ किचक बधको ऐतिहासिक कुरा चाहिँ हुन त अगाडिदेखि नै थाहा भए तापनि यो चाहिँ भर्खर मात्रै थाहा भएर उत्खनन भएको भन्ने सुन्नमा आएको छ। यहाँ चाहिँ यस्तो खालको छ यहाँ अब यो परिसरमा यो पुरानो धेरै पुरानो इँटाबाट बनेको यो के हो संरचना जस्तै छ। अब सदियौँ युगको कुराहरू भयो है। यो चाहिँ यहाँको मन्दिर हो। अब मन्दिरमा हामीले सिम्पल छ यहाँको पुजारीसँग बारेमा विस्तृत जानकारी दिन्छौँ। नमस्ते हजुरको शुभ नाम चाहिँ? मेरो नाम केशव ढुङ्गाना। केशव ढुङ्गाना। स्थानीय हुनुहुन्छ कि कता हो? घर चाहिँ कता परेको? मेरो घर यही नजिकै छ। नजिकै भनेपछि स्थानीय हुनुभयो। अनि हजुर यहाँ यो मन्दिरको पुजारी पनि हुनुहुँदो रहेछ होइन? कति सालदेखि गर्नुहुँदैछ? यो चाहिँ 2024 सालदेखि मेरो बाबाले गर्नुभयो। ए अनि बाबा बितेपछि त्यसलाई कन्टिन्यू गरिरहेको। भनेपछि पुस्ता जस्तो गरिरहनु भएको छ। अनि यो किचक बध जुन यो छ नि एउटा तीर्थस्थल नै भनौँ होइन, धार्मिक स्थल भनौँ, यसको महत्त्वको बारेमा हजुरले जानेको कुराहरू केही राखिदिनुहुन्छ? अब यो चाहिँ महाभारतको विराट पर्व चाहिँ राम्ररी पढ्नुपर्ने हुन्छ कि अब सबै महाभारत पढेर साध्य हुँदैन। त्यसमध्येमा अब मैले तपाईँहरू जस्तै पत्रकारहरू आएर थुप्रैजनाले यस्तो जिज्ञासा राख्दाखेरि मैले 2-3 खेप अध्ययन गरेँ। तर अब यसबारेमा राम्ररी चाहिँ सबै कुरा चाहिँ उल्लेख छैन। अब यहाँको विशेष महत्त्व भनेको चाहिँ त्यो पोखरी हो। पोखरी हजुर अहिले हामी हेर्छौँ त्यता यता अगाडि चाहिँ प्राङ्गणमा यो ग्राउन्डमा चाहिँ पोखरी छ। उहाँको बारेमा यो पोखरी छ। अब यो पोखरी भनेको चाहिँ के अरे भने पाण्डवहरू गुप्तवास 1 वर्षको गुप्तवास पूर्ण गरिसकेपछि उनीहरूलाई गङ्गा स्नान गर्नुको लागि पाण्डवहरूले हजुर गङ्गा स्नान गर्नुको लागि चाहिँ यिनीहरूले यहाँनिर पाताल गङ्गा प्रस्फुटन गराएर अनि माघ शुक्ल पूर्णिमाको दिन स्नान गरेर अनि विराट राजाको दरबारमा त्यतिखेर गुप्तवास बसेका थिए र विराट राजालाई आफ्नो पाण्डव परिचय दिएको ठाउँ, उत्तरा र अभिमन्युको विवाह भएको ठाउँ भन्ने एउटा किंवदन्ती त्यसरी आउँछ। हजुर। अनि यो बध जुन किचक बध भनिन्छ नि, अब यही नामले प्रख्यात छ धेरै चाहिँ, यसको बारेमा चाहिँ के छ? यो अब किचक भन्ने किचक बध भन्नाले चाहिँ अब यो के हो भन्दाखेरि अब मैले भनिसकेँ यो महाभारतसँग सम्बन्धित यो कुराहरू चाहिँ महाभारतमा लेखेको छ। जतिखेर द्रौपदी 5 पाण्डवहरू भनौँ न, द्रौपदी सहित 5 पाण्डव विराट राजाको दरबारमा आफ्नो कामहरू गर्नुहुन्थ्यो। त्यतिखेर द्रौपदी चाहिँ रानीको शैलेन्द्री भएर त्यहाँनिर बसिरहेको थिइन्। त्यतिखेर किचक चाहिँ विराट राजाको सेनापति थियो। ए सेनापति। अनि उसले चाहिँ द्रौपदीमाथि एउटा राम्रो सुन्दरतामाथि नजर परेपछि, उसको त्यस्तो नजर परेपछि चाहिँ द्रौपदीलाई उसले आफ्नो बनाउन चाह्यो होइन, आफ्नो बनाउनु चाह्यो। र अनि उसले चाहिँ अब यसबारेमा कुरा बुझ्नको लागि उसको दिदीलाई भन्यो। यो किनभने विराट राजाको सालो थियो किचक, रानी चाहिँ उसको दिदी थिइन् र दिदीलाई यो कुराहरू सुनायो। र अनि द्रौपदीलाई यो कुराहरू दिदीले सुनाउँदाखेरि द्रौपदीले भने म कसैको विवाहिता हुँ, विवाहिता स्त्री हुँ।
त्यस कारणले आफ्नो पुरुष छँदै मैले अर्को पुरुषमाथि अब यस्तो उयोहरू अनागर गर्नु हुँदैन मैले भनेर चाहिँ दिदीलाई यस्तो खालको जवाब पाएपछि अनि अब यही जवाब चाहिँ किचकलाई के अरे रानीले दिन् अनि किचक चाहिँ अब त्यतिखेर द्रौपदी नपाउने आशामा चाहिँ ऊ आक्रोशित भएर द्रौपदीलाई जिस्काउने अब के गर्ने होइन अब यसो गर्ने अब प्रत्येक दिन त्यही काम गर्ने अब आउने अनि द्रौपदीलाई चाहिँ हात हाल्न खोज्ने के गर्न खोज्ने यसो गर्दा चाहिँ द्रौपदीलाई अब आक्रान्त भइसकेपछि अब केही सिप नलागेपछि अनि भीमसेनको कोठामा गएर जानेर चाहिँ भीमसेन भान्सामा काम गर्नुहुन्थ्यो त्यतिखेर अनि त्यहाँ गएर भीमसेनको कोठामा गएर चाहिँ उनले आफ्नो भली भाँति विस्तारहरू सुनाए अनि त्यो भएपछि भीमसेनलाई एउटा एक किसिमको आक्रोश आयो अनि त्यतिखेर अब के गर्ने त अब यहाँनिर बल प्रयोग गर्ने कुराहरू पनि आउँदैन किनभने बल प्रयोग गर्ने बित्तिकै कौरवहरूको त्यतिखेर बाचा छ कि 12 वर्षको वनवास र 1 वर्षको गुप्तवासको बिचमा 1 वर्षको गुप्तवासको बिचमा चाहिँ कथम अब सुइँको अलिकति पायो भने पनि फेरि दोहोऱ्याएर 12 वर्ष वनवास र 1 वर्ष गुप्तवास बस्नुपर्ने त्यतिखेरको उनीहरूको एउटा वचनबद्धता थियो अनि रिस त उठ्यो भीमसेनलाई अब त्यो आक्रोश देखाएर पनि भएको छैन अनि संयम भएर भीमसेनले भने ठिकै छ नाट्यशालामा किचकलाई चाहिँ आइमाईको चाहिने जुन चाहिँ सौभाग्यको वस्तुहरू हुन्छ त्यो लिएर आइज भन्नु म त्यतिखेर राति लिएर आइज भन्नु म त्यतिखेर चाहिँ तेरो साडी पहिरेर त्यहाँनिर बसिराखेको हुन्छु र अनि त्यसले भोलि बिहानको घामको जुल्को देख्न पाउने छैन भनेपछि द्रौपदीलाई अलिकति चित्त पनि बुझ्यो नभन्दै त्यो दिन आयो अब त्यो दिन आएपछि उसले पनि आफ्नो सामानहरू लिएर आयो नाट्यशालामा अनि भीमसेनले साडी लगाएको देख्दाखेरि चाहिँ उसलाई त अब त्यतिखेर अब झुक्यो यो त द्रौपदी नै हो भनेर चाहिँ उसले भनौँ भीमसेनमाथि चाहिँ अब के भन्छ समाउनु जाइ लाग्यो अनि त्यतिखेर चाहिँ मध्यराति किचकलाई वध गरेको ठाउँ चाहिँ यो गरेको ठाउँ यो भन्छ अब यसको अरू थोक त केही प्रमाणहरू छैन एउटा प्रमाण भनेको यो पोखरी अर्को यहाँ मास्तिर त्यो इँटाहरू जुन उत्खनन भएको छ नि त्यो चाहिँ के छ त्यसको चाहिँ महत्त्व अब यसको महत्त्व चाहिँ अब पुरातत्व विभागले भनाइ अनुसार 2200 वर्ष पुरानो नेपाल सरकार मार्फतै सरकारी निकायबाटै आएका हुन् अब उनीहरूको भनाइमा चाहिँ के छ भन्दाखेरि अब यो 2200 वर्ष पुरानो मात्रै हुनुपर्छ अब यसले महाभारतको कथा छोड्दैन यो भनेको बिचमा अब कुनै मान्छेहरू बसोबास गरेका थियो होला उहाँसँगको कुराकानी सकेपछि म यहाँबाट सिधै अझै दक्षिण 20 किलोमिटर दक्षिण जाँदैछु जहाँ चाहिँ हाम्रो नेपालको सबैभन्दा उँचो स्थानमा पुगिन्छ त्यहाँनिर एउटा स्तम्भ छ त्यो स्तम्भलाई गएर हामी अवलोकन गर्नेछौँ आउनुहोस् तपाईँहरू पनि जाउँ हेरौँ कस्तो छ
यो बनेली बजार चोक हो। यहाँ चाहिँ तपाईँको हात्तीहरूको प्रतिमूर्ति देख्न सकिन्छ। यहाँबाट यता चाहिँ कुन ठाउँ जान्छ? यता बालुवारी। बालुवारी। यता चाहिँ यता पाटामारी। पाटामारी। अनि यहाँदेखि बोर्डर कति टाढो छ? बोर्डर 10 किलोमिटर। 10 मिनटमा पुगिन्छ बाइकमा। बाइकमा है 10 किलोमिटर। अनि यो हाम्रो किचन कवल भन्ने त्यतै हो 6 किलोमिटर। 6 किलोमिटर। ल धन्यवाद है। ल यो चाहिँ केचना कवल नेपालकै सबैभन्दा होचो स्थान। यो केचन कवल गाउँपालिकामा पर्छ। यो चाहिँ हाम्रो नेपालकै होचो स्थानको यो स्तम्भ हो। यो अगाडि देखिरहेको छ जुन यहाँ यो। अनि यता चाहिँ नेपालको झन्डा फरफराउँदैछन्। अब यो क्षेत्र चाहिँ यस्तो छ लगभग वरिपरि। यो पानीमा चाहिँ सबै यो कमलको फुलहरू छ। हाम्रो एकजना दाइ चाहिँ माछा मारिरहनु भएको रहेछ। उहाँलाई माछा मारेको एकछिन हेर्छौँ, कुरा पनि गर्छौँ, त्यस पछाडि हामी जान्छौँ। फुल हेभी फुल हजुर। कहाँनिर हो घर? यहीँ हो बैरबारी। यहाँ सधैँ आउनुहुन्छ माछा मार्नु? होइन आज आयो। आज एकजनाले 4-5वटा माछा मागेको हो नि त, त्यही कारणले। हजुर। दिनमा मार्नुभयो भने कति निकाल्नुहुन्छ? अब मलाहरूको थाहा हुन्छ कति निकाल्छ दिनभरिमा माछामा हामीहरू। ठिक छ। अनि पैसा चाहिँ कतिमा बेच्नु भने? यो स्तम्भ वरिपरि देखिएको पानी भन्दा पनि हिलो जस्तो देखेको छु मैले चाहिँ। यस्तोमा माछा मारिरहनु भएको छ। हेरौँ कस्तो निस्किँदो रहेछ। यति लामो भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्णमा धन्यवाद। 200 रुपियाँ। हेलो माछा चाहिँ अब ठिकै छ। कता कबल रुपियाँ फेरि हान्नु? फेरि हान्नु? यो पानी चाहिँ कहिले सुक्दैन? यो जहिले पनि यस्तै हुन्छ? बेलुकामा बढी हुन्छ। यो कहीँ खोलाबाट आएको हो कि यहीँ उम्रेको पानी हो? खोलाबाट आएको।